मित्रहरू, आज मिति 2082 साल पुस 26 गते शनिबारका दिन यो सामाजिक सञ्जालमा अति नै चर्चित भइरहेको यो लोकप्रिय ठाउँ बडा क्षेत्र नगरपालिका 6 सुनसरीमा अवस्थित यो बोराबाँधको दृश्य हो। अहिले सूर्यास्त हुन गइरहेको छ र यो सूर्यास्त हेर्नका निमित्त यो मनोरम दृश्य जुन सूर्यास्तको समयलाई हेर्नका निमित्त टाढा टाढाबाट पर्यटकहरूको यहाँ घुइँचो लागेको छ। मित्रहरू, यो अति नै सुन्दर, अति नै मनोरम दृश्यहरूले परिपूर्ण रहेको यो सप्तकोशी नदीको किनारमा रहेको यो बडा क्षेत्र नगरपालिका 6 सुनसरी बोराबाँधको यो अति नै सुन्दर मनमोहक दृश्यहरू यहाँहरूमाझ प्रस्तुत गरिरहेको छु। मित्रहरू, यो नदी, यो सप्तकोशी नदीको चिसो सिरेटोले जब तपाईँ हाम्रो मन मस्तिष्कलाई छुन्छ, अति नै तरङ्गित बनाइदिन्छ। वास्तवमा यो हाम्रो मुलुक विभिन्न प्राकृतिक सम्पदाहरूले परिपूर्ण रहेको छ। ती मनमोहक, मनै लोभ्याउने प्राकृतिक दृश्यहरूको आनन्द लिँदा एक किसिमको स्वर्गमा भ्रमण गरिरहेको, स्वर्गमा रमाइलो गरिरहेको अनुभूति हुन्छ। मित्रहरू, यहाँ अहिले नदीको छालहरू पनि यहाँ तरङ्गित भइरहेको यहाँहरूले देख्न सक्नुहुन्छ। यो दृश्यहरूलाई हेर्दा यस्तो लाग्छ तपाईँ हामी कुनै अन्तर्राष्ट्रिय स्तरका समुद्र पारीका ती मुलुकहरूमा भ्रमण गरिएका छौँ जस्तो अनुभूति हुन्छ। मित्रहरू, यो स्थानमा, स्थलको आनन्द लिनका लागि यहाँहरू पनि एकपटक यो ठाउँमा आइदिनुहोला। यहाँको यो मनमोहक दृश्यहरूको जति वर्णन गरे पनि शब्दहरू कमै पर्छ। हामीले विभिन्न ती पोस्टरहरूमा, चित्रहरूमा घाम अस्ताइरहेको र नदी